काम कतिको चलेछ म तपाईँले देखाउँछु है गाइज। ओके, यो चाहिँ अहिलेको हिसाब हो के। अनि यो काटा गरेको चाहिँ हामीले यो छुट्टी थियो, छुट्टीको बेला चाहिँ काटा गर्छ। अनि यो यसो खाली ठाउँ भएको चाहिँ यो बेसिक मात्र हो, बेसिक मात्र। हाम्रो ओभरटाइम भएको बेलामा चाहिँ कस्तो देखाउँछ भन्दाखेरि चाहिँ यस्तो देखाउँछ। ओभरटाइम भएको बेलामा चाहिँ यस्तो 2.5 है, 2.5 यो भनेको यो चाहिँ टोइलेट सफा गर्नेको पुरा यो उसको रुटिन हो। मैले अस्ति कता हप्ता गरेँ, योभन्दा अगाडि 2 हप्ता अगाडि गरेको थिएँ। टोनी भइहाल्यो। यो पालि त यो को पालि रहेछ गाइस। साउले छुट्टी दिएको, अब कम्पनी काम चलेको छैन, रेस्ट गर भनेर छुट्टी दिएको साउले। त्यस्तै छ, अहिले कम्पनीमा काम चलेको छैन। केटाहरू पनि चलि फ्लास हानिसक्यो, केटाहरू 3जना 2जना केटाहरू चलि फ्लास हानिसक्यो। अब छोडेर गयो त नभनौँ। हेलो गाइस, नमस्ते एनिङहास्यु एन्ड वेलकम ब्याक टु माई न्यू एनदर ब्लग। गुड मर्निङ सबैजनालाई। आई होप तपाईँ सबै सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु। अस्ति गएको हप्तामा चाहिँ हल्का मलाई टाउको दुख्ने ज्वरो आउने त्यस्तो समस्या भएको थियो, तर राइट नाउ आई एम फिट एन्ड फाइन है, म नर्मलै छु। ब्लग नगराएको चाहिँ भइसक्यो होला, 10-12 दिन जति भइसक्यो होला। सो अहिले चाहिँ म ब्लग गराउने ट्राई गरेको छु। त्यही हो, त्यति बेला चाहिँ ब्लग चाहिँ किन गराएन भन्दाखेरि चाहिँ कहिले टाइम नहुने, कहिले के नमिल्ने, कहिले के नमिल्ने हो, त्यस्तै कन्डिसन थियो। त्यही भएर चाहिँ मैले ब्लग अपलोड गरेन। सो अब चाहिँ ब्लग चाहिँ रेगुलरली मैले अपलोड गर्ने ट्राई गर्छु गाइस। रेगुलर भनेको हप्तामा एकचोटि। अब त्यही त हो, अब कोरियामा काम गर्दै काम पनि गर्नु पर्यो, ब्लग पनि अब यताउता टाइमिङ हल्का म्यानेज गर्नुपर्छ। सो त्यही नै हो गाइस है। अहिले चाहिँ कति बजी छ भन्दाखेरि चाहिँ अहिले चाहिँ बिहानको कति बजी छ, बिहानको 11 बजे 11:15 लाग्यो, 11:15 छ। म उठ्ने भनेको जहिले पनि 10:30 बजे नै होस्, 10:30 बजे नै हो होइन उठ्ने भनेको। अहिले कति बजी? त्यही हो। आज चाहिँ के हो, आज चाहिँ स्याटरडे हो नि त, स्याटरडे। सो स्याटरडेको दिन चाहिँ स्याटरडे र सन्डे छुट्टी हुन्छ हाम्रो, छुमा भन्छ त्यसलाई, छुट्टी हुन्छ। त्यही भएर चाहिँ स्याटरडे सन्डेको दिन चाहिँ म है के अरे ढिलो उठ्छु क्या, 10 बजे 10:30 बजे, कहिलेकाहीँ 11-12 पनि बज्छ। राति ढिलो सुत्छु नि त म। त्यही भएर म राति ढिलो चाहिँ सुत्न सक्छु, तर बिहान छिटो उठ्नै सक्दिनँ कि खै पनि, किन यो पुरै बानी परिसक्यो है, सानोदेखिको बानी के यो गाइस। त्यही हो, अहिले चाहिँ 11 बज्न लागेको छ। अनि अब यसो गएर भात खानु पर्ने हुन्छ। भर्खरै उठेको बिस्तारै मिलाएको छु है बिस्तारै। त्यही हो। मेरो यता रुम डेकोरेसन त तपाईँले देख्नु भइसक्नु भएको होला है, पहिलाको भिडियोमा पनि यस्तै छ है। छ्यालबेल छ, खासै त्यस्तो राम्रो पनि छैन। त्यही यो चाहिँ नेपालदेखि लिएर आएको थिएँ यताउता स्टिकरहरू। त्यही हो। अनि खुसीको खबर चाहिँ के हो भन्दाखेरि चाहिँ म पहिला यहाँ एक्लै रुममा बस्थेँ नि त। म एक्लै रुममा किन बस्थेँ भन्दाखेरि चाहिँ मेरो के अरे यहाँको पार्टनर, यहाँको मेरो नेपालको साथी, हामी 3जना हो नि त आएको। अनि एउटा साथीले चाहिँ निकै साथीले चाहिँ पहिल्यै छोडिसकेको थियो। अनि निकै साथीले छोडिसकेपछि चाहिँ हामी 2जना चाहिँ यता रुममा आएको हो, किनकि हामी पहिला अर्कै रुममा बस्थ्यौँ क्या, अर्कै फ्ल्याटमा अर्कै कन्टेनरमा बस्थ्यौँ। अनि यता आएको थियो हामी 2जना सुत्नको लागि। म नेपालमा घुमेर आउँदाखेरि त यहाँको एउटा साथीले पनि छोडिसकेको रहेछ काम। अनि त्यसपछि म नेपालमा कोरिया आउँदाखेरि म यहाँ एक्लै सुतेको थिएँ। राइट नाउ अहिले चाहिँ मेरो एकजना पार्टनर आएको छ। एन्ड त्यो पार्टनर चाहिँ म तपाईँलाई त्यो भिडियोमा म देखाइदिइसकेको छु। त्यो पार्टनर इन्डोनेसियाको साथी हो, भर्खर आएको यो हाम्रो कम्पनीमा जोइन गर्न। त्यही हो, त्यो साथी चाहिँ अहिले मसँग सुत्छ। अनि त्यही हो, अहिले चाहिँ रुम यस्तै छ। त्यो साथीको रुम चाहिँ हो, अनि यताको रुम चाहिँ मेरो भइहाल्यो है, सेम पहिलाको जस्तै क्या, एउटा रुम तर 2टा के डिपार्ट गरेको क्या, 2टा बाँडेको है। त्यही छ। उसले चाहिँ यहाँको हल्का फुल्का डेकोरेसन के गराएको छ है, च्याटचुट। हिजो राति पानी परेर खत्तम भएको छ नि यार। ल यार, केटाहरूको बाइक, केटाहरूले चाहिँ गर्नु गर्छ है केटाहरूले बाइक। वाह, यो नि हेलमेट दामी छ कि दामी। यतापट्टि हेर हाम्रो फान्जानी, यो फान्जानी छ होला। अस्ति भर गइरहेको इन्डोनेसियाबाट। ओ ड्याडी हाई। यतापट्टि चाहिँ टोनी छ, टोनी भनेको अरू धोयात पो रहेछ यार। यिनीहरू चाहिँ बाइक एक-एकवटा बाइक छ, इन्डोनेसियाको बाइक एक-एकवटा छ। त्यो बाइकलाई चाहिँ यहाँ सुरी भनेको मर्मत गर्दैछ के। किनभने अस्ति के अरे हिउँ छ नि, हिउँ परेको बेलामा चाहिँ यो सबै राखे यिनीहरूले, के अरे उहाँ स्टोरमा राखे। अनि त्यो नचलाएको धेरै दिन भइसकेको छ नि त। त्यो भएर यहाँ के अरे यताउता उस भएको छ क्या, यो छ्यालब्याल भएको छ। यहाँ तारसार मिलाउँदो रहेछ केटाहरूले है, गर्छ केटाहरूले, गर्न त गर्छ है, गर्छ। सो आया त्यही हो यार, हाम्रो कम्पनी यस्तै छ यार, काम चलेको छैन हाम्रो कम्पनी।
कम्पनीमा काम त नजानेर दिमाग खराब भएको छ यार गाइस। यार के गर्ने यार, पानी खानु पर्यो। अहिले भर्खरै उठेको म पानी खान्छु गाइस। ल पानी खानु त यहीँ हो। पानी खान भन्दा पनि म तपाईँलाई हाम्रो कम्पनीमा के कस्तो काम कतिको चलेछ म तपाईँलाई देखाउँछु है गाइस। ओके सो यो महिनाको डाटा हेर्दाखेरि यो महिनाको कस्तो राम्रोसँग बस्न यार। ओके ल गाइस, यो चाहिँ के हो भन्दाखेरि चाहिँ टक्क लाएर यहाँ चाहिँ हिसाब किताब हुन्छ। यो चाहिँ 5 महिनाको हो। अहिले मे कति हो, आज मे 17 18 कति हो, 17 16 17 हो क्या आज मे। यो चाहिँ अहिलेको हिसाब हो क्या। अनि यो काटा गरेको चाहिँ हामीले यो छुट्टी थियो, छुट्टीको बेला चाहिँ काटा गर्छ। अनि यो यसो खाली ठाउँ भएको चाहिँ यो बेसिक मात्र हो, बेसिक मात्र खाली भएको पऱ्यो, बेसिक मात्र हो। अनि यो सुयो भनेको चाहिँ यति बेला पनि हामीले छुट्टी, यो छुट्टी गऱ्यो भने चाहिँ हामीले पैसा पाइँदैन। एमसियु भनेको चाहिँ अस्ति हामी हस्पिटल गएको थियौँ। हस्पिटल प्रत्येक एक वर्षमा चाहिँ यहाँ के अरे नियम हुन्छ कि चेकअप गराउनु पर्ने हुन्छ प्रत्येक एक वर्षमा। सो त्यति बेलाको दिन चाहिँ हामी एमसियुको दिन चाहिँ डक्कलार हामी चेकअप गर्नको लागि थियो। टर्नी ढयात र सायद 3जना भएर यति बेला पनि हामी छुट्टी बस्यो। अनि यो यति बेला ओभरटाइम गरेन। आज चाहिँ 17 तारिक है। सो यस्तै छ हाम्रो अहिले कम्पनीमा कामै छैन। हाम्रो ओभरटाइम भएको बेलामा चाहिँ कस्तो देखाउँछ भन्दाखेरि चाहिँ यस्तो देखाउँछ। ओभरटाइम भएको बेलामा चाहिँ यस्तो 2.5 है, 2.5 यो भनेको 2.5 घन्टा ओभरटाइम, 2.5 घन्टा ओभरटाइम। यहाँ शनिबारको दिन 8 घन्टा हुन्छ, किनकि शनिबारको दिन त अब छुट्टी हो नि त। छुट्टीको दिन अब 8 घन्टा काम गऱ्यो भने 8 घन्टा लेख्छ। त्यही हो, बिहानको 8 बजेदेखि रातिको 9 बजीसम्म गऱ्यो भने चाहिँ 5:30 बजीसम्म बेसिक भयो। 5:30 बजेदेखि 9 बजीसम्म चाहिँ 2.5 गनिन्छ। त्यही हो है ओभरटाइम। त्यही छ। म यो चाहिँ पुरानो डेटा हो, अप्रिल 4 को। अनि यताको चाहिँ अहिले 5 अप्रिल है त। ल यही हो गाइस। पानी सानी खान्छु। के पानी खाएर पनि सक्यो है गाइस। म तपाईँलाई एउटा कुरा देखाउँछु है। सो यो चाहिँ हाम्रो सानो छिकेछ। तपाईँलाई चाहिँ आज छिकेछ चलाउनु म सिकाउँछु गाइस। अब छिकेछ कसरी चलाउने, सानोवाला छिकेछ है। ओके सो यो चाहिँ तपाईँलाई सिकाउँछु। अस्ति मैले सिकाइदिइसकेँ कि क्या हो योभन्दा अगाडिको भिडियोमा, त्यही पनि केही छैन, आज पनि सिकाउँछु। नर्मल छ, इजी छ है। मेन कुरा हामीले ध्यान दिनुपर्ने तलको अनि यो यति नै हो। यहाँबाट 4वटा अनि यहाँबाट ह्यान्डल चाबी यो है। यतापट्टि यो चाहिँ ब्रेक, यो चाहिँ एक्सिलेटर भइहाल्यो, एक्सिलेटर। अनि यो चाहिँ ह्यान्डल भइहाल्यो अभियसली। अनि चाहिँ तल माथि भइहाल्यो। अनि यो चाहिँ यताउता अहिले म देखाउँछु तपाईँलाई। सबभन्दा सुरुमा चाहिँ चाबी अन अफ, यो चाहिँ अन भइहाल्यो भने चाहिँ टक्क यो पहिला यो ब्रेक यो थिच्नुपर्छ है, तलको थिच्नुपर्छ होइन। यो चाहिँ ह्यान्डल भइहाल्यो, यो त सबैलाई थाहा भइहाल्यो। अनि यो भनेको चाहिँ तल माथि हुन्छ कि यो अप डाउन। पछाडि रहेछ यो अगाडि पछाडि रहेछ होइन। यो बिचको छ नि, बिचको चाहिँ यस्तो रहेछ कि त्यो टुसो हो। यो चाहिँ अगाडि पछाडि गइहाल्छ अभियसली। सिम्पल छ है गाइस, सिम्पल छ। अब म चाहिँ लाइट अफ गरेर टक्क लगाएर मुख धुन्छु। मुख पनि मैले धोएको छैन, मैले गाइस, मुख धोएको छैन। अब चाहिँ मुख धुन्छु। अब चाहिँ टक्क लगाएर के गर्नु है। यसले चाहिँ के जोस हाम्रो फान्जाम हो नि त, जोस फान्जाम सबभन्दा पुरानो भनेको यो भर्खरको छ। 29 इयर्स भएको होला ऊ, भर्खर छ ऊ चाहिँ। अस्ति भर कम्पिटेड गरेर आइसकेको मान्छे हो है। साउले उसले एकदम राम्रो मान्छ, ठिक छ, काम पनि ठिकै गर्छ। सबै कम्पनीको पुरै मेसिनहरू हेर्ने उसले नै हो। अब कम्पनीमा यस्तै छ। कम्पनीमा अब कामसाम नभएर कम्पनी खोज्नु पर्ने भएछ है गाइस। कम्पनी खोज्नु पर्ने भएछ। त्यही हो। आज चाहिँ शनिबारको दिन चाहिँ टोयलेट सफा गर्नुपर्छ प्रत्येकजनाले। सो आज चाहिँ कसको टर्न हो टोयलेट सफा गर्ने पालो? आज कसको भन्दाखेरि चाहिँ है गाइस, यहाँ टक्क लगाएर यहाँ हेर्नुपर्छ कसको पालो टोयलेट सफा गर्ने। यो चाहिँ टोयलेट सफा गर्नेको पुरा यो उसको रुटिन हो। आतौँ, कारिन भनेको डेभिड साथी हो क्या मेरो, नेपाली छिङ्गु। यतापट्टि सन्दीप भइहाल्यो, टोनी भइहाल्यो, योको भइहाल्यो, बाकुस भइहाल्यो। ठुल्ठुलो फान्जानिङहरू चाहिँ यहाँ नाम लिस्ट छैन, किनभने तिनीहरू त फान्जानिङ भइहाल्यो। सो त्यही भएर तिनीहरूको नाम लिस्ट यहाँ छैन, तिनीहरूलाई चाहिँ छुट भइहाल्यो के अरे होइन। यही 6जनाले हो क्या, 6जना मध्येमा चाहिँ कार्बिन साथी गइहाल्यो। त्यही हो। अनि यहाँ डो भइसक्यो। आतौँ मैले अस्ति कता हप्ता गरेँ, योभन्दा अगाडि 2 हप्ता अगाडि गरेको थिएँ। टोनी भइहाल्यो। यो पालि त योको पालि रहेछ गाइस। योको पछि बाकुस,
अनि त्यसपछि फेरि रिपिट हुन्छ है गाइस। टोयलेट सफा गर्ने पाला हाम्रो टक्क लगाएर रुटिन रुटिन यस्तो छ गाइस, यस्तो छ। तपाईँलाई के कस्तो लाग्यो तल कमेन्ट गर्नु होला रुटिन है। यतापट्टि चाहिँ त्यही हो, यहाँ कपडा यहाँ है वासिङ मेसिन छ 2टा छ के अरे, तर यो चाहिँ बिग्रेको छ, यतापट्टि भइहाल्यो। जे होस् ठिक छ। ओके गाइस, मुख धोएर पनि भ्याइसक्यो है। अब चाहिँ पानी मैले अहिले उठ्ने बित्तिकै मैले खाइसकेँ, पानी सानी खाइसकेँ। भात पनि खाइदिउँ न है गाइस, भात पनि खाइदिउँ है। भात मैले अहिले बनाइसकेको छु। तरकारी त मैले हिजो बनाइदिइसकेँ। तरकारी एकजनालाई यस्तो हुन्छ, एकजनालाई तरकारी कस्तो हुन्छ भन्दाखेरि चाहिँ जति तरकारी बनायो भने त्यो एकै पटकमा तुर्दैन कि अलिकति बचेकै हुन्छ। अलिकति बचाउनु भन्दा बरु धेरै बचाउँछु, दुईचोटिलाई गराउँछु कि मैले है। एकचोटि पकायो भने दुईचोटिलाई गराउँछु। सो हिजो एकचोटि खाएको थियो भने आज चाहिँ एकचोटि छ, हल्का छ। सो त्यतिले मलाई पुग्छ। त्यही अब एकजनालाई कहिले मैले चौचो खान्छु, कहिले भात खान्छु, कहिले दाल, कहिले तरकारी, यस्तै बनाएर रोटेसन गरेर खान्छु। कहिले त भात र दुध अन्डा पनि खाइदिन्छु, त्यो निस्ते पनि खाइदिन्छु। के गर्ने, एक्लैलाई झ्याउ हुँदो रहेछ, अनि एक्लैलाई खाना पनि रुच्दै नरुच्ने चाहिँ खाना पनि मन नलाग्दो रहेछ एक्लै भएपछि। त्यस्तै छ है गाई जिन्दगी, के भन्नु अब चप्पल लाम। अब हाम्रो यहाँ किचन त अब फेरि मेस्सी छ है, टक्क लागेर छेलबेल छ है। यतापट्टि के फ्रिज चाहिँ 3टा छ हाम्रो, थाहा भइसक्नु भएको होला तपाईँलाई। पहिला एउटा चाहिँ बिग्रेको छ। सो फ्रिजभित्र चाहिँ अब यहाँ मैले हिजो बनाएर राखेको थिएँ मासु, टक्क लाने यस्तो यो सिसाको भाँडामा राखेको छु। प्लास्टिकको भाँडामा राख्थेँ के अरे पहिला अहिले चाहिँ सिसाको भाँडामा राखेको छु, किनभने राम्रो हुन्छ भनेर के है। सो अब यसलाई चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ ओभनभित्र तताउँछु एन्ड देन फ्राई गरेर है। यतापट्टि तेलमा प्यानमा मैले फ्राई गर्छु एन्ड देन भात र मासु भएर खान्छ। यो चाहिँ कुखुराको मासु हो। कुखुराको मासु भन्दा चाहिँ मलाई बुङ्गुरको मासु बेस्ट लाग्छ, तर पकाउने तरिका थाहा छैन मलाई बुङ्गुरको मासु। सो त्यही भएर चाहिँ मैले कुखुराको मासु चाहिँ मैले पकाएर खान्छु डेली। ओके, सो अब चाहिँ म पुरा यो फ्राई गर्छु है गाइस। मैले चाहिँ त्यो मासु छ नि, मासु चाहिँ मैले ओभनमा टक्क लगाएर मैले त्यहाँ ओभनमा कति 6 मिनटको ओभन त्यहाँ सेटिङ गरेर राखेर आएको छु। त्यो 6 मिनटपछि आफै त्यो ओभन तातेर आफै स्टप हुन्छ है गाइस। त्यसपछि चाहिँ म भात खान्छु है गाइस। त्यही हो, त्यति बेलासम्म चाहिँ हल्का फुल्का कुरा गरौँ न के हो हाम्रो कम्पनीको बारेमा। त्यही छ। अब के छ भन्दाखेरि चाहिँ हाम्रो कम्पनीको चाहिँ अहिले त्यस्तो कम्पनीमा खासै कामसाम चलेको छैन। हाम्रो कम्पनी 2टा हो नि त, दुईटा कम्पनी के अरे। 2टा कम्पनीमा एउटा मेन कम्पनी भनेको चाहिँ फर्निचरको कम्पनी छ, त्यो काठ कम्पनी। अनि अर्को सेकेन्डरी कम्पनी चाहिँ के हो भन्दाखेरि चाहिँ त्यस्तो चाहिँ त्यो स्टक फर्म मैले तपाईँलाई देखाइदिइसक्यो होला काम के को बारेमा भनेर। त्यो भित्ता हुन्छ, भित्ता बनाउने हो। नेपालमा चाहिँ भित्ता त्यो हुन्छ इट्टाले बनाउँछ भन्दाखेरि चाहिँ यहाँ चाहिँ त्यो फर्मले अनि प्यानल के गराउँछ कि। सो त्यो चाहिँ हामीले बनाएको छ अर्को कम्पनीमा। त्यो बनाउने कम्पनी चाहिँ अहिले हाम्रो चलेको छैन, कामसाम आएको छैन है। त्यो के अरे टेन्डर पाएको छैन या साउले। सो कामसाम आएको छैन, त्यही भएर चाहिँ त्यो कम्पनी बन्द छ। अहिले चाहिँ कम्पनी चलेको भनेको चाहिँ चलेको होइन, तर बेसिक चाहिँ हल्का फ्याटाफुट्टा काम चाहिँ त्यो फर्निचरमा आउँछ काम। त्यो फर्निचर काम चाहिँ भइरहेको छ। अनि उतापट्टि कम्पनीमा काम नचलेपछि त उतापट्टि काम गर्ने मान्छे म अनि अर्को त्यो फान्जानिङ भइहाल्यो। सो हल्का हामीले कहिले काम गर्नु पाउँछ, कहिले काम गर्न पाउँदैन। अस्ति भरमा देखाइदिउँ त तपाईँहरूलाई त्यो के अरे त्यो हाम्रो उसकै लिस्ट, त्यो क्यालेन्डरको लिस्ट त्यहाँ चाहिँ सो आयो भने त्यो चाहिँ कम्पनी त्यो छुट्टी लिएको है हामीले छुट्टी। सो त्यो छुट्टी चाहिँ अब कम्पनीमा कामै छैन, त्यही भएर मैले छुट्टी लिएको भनेर मैले साउले छुट्टी दिएको। अब कम्पनी काम चलेको छैन, रेस्ट गर भनेर छुट्टी दिएको साउले। त्यस्तै छ, अहिले कम्पनीमा कामसाम चलेको छैन। केटाहरू पनि चलि फ्लास हानिसक्यो, केटाहरू 2जना केटाहरू चलि फ्लास हानिसक्यो। अब छोडेर गयो त नभनौँ, सबैको आफ्नो के अरे बाध्यता हुन्छ। अब केटाहरूले कम्पनीमा काम चलेको छैन, त्यही भएर केटाहरू गयो है। राम्रै गरे, केटाहरूले पनि खुसी लाग्छ, केटाहरूले कम्पनी योभन्दा राम्रो कम्पनी पायो भनेर खुसी लाग्छ। अब यही खेङ्गेल एरियापट्टि होला केटाहरू। अब म पनि अब जान्छु होला कम्पनी छोडेर, किनभने यो कम्पनीमा यस्तो कामसाम त अब यस्तै हो है। पहिला कम्पनी एकदमै राम्रो चल्थ्यो। 1 वर्ष अगाडि कम्पनीको काम बबाल चल्थ्यो है। म सुरु आउने बेलामा हुन्छ नि यस्तो लोड चल्थ्यो कम्पनी। छुमालको दिन पनि स्याटरडे एन्ड सन्डेको दिन पनि एकदमै बबाल कम्पनीको काम चल्थ्यो। अहिले त के भयो कसको आँखा लाग्यो गाइस। म नेपालदेखि गएर आउँदाखेरि त झन् के झुरै भयो क्या। त्यो त्यही अहिले चाहिँ कम्पनीमा कामसाम नभएर अब मैले केही प्लानिङ गरेको छु भने चाहिँ पहिला सुरु कम्पनीमा काम यताउता खोज्छु, सोध्छु, बुझ्छु
अनि पाइसकेपछि चाहिँ बल्ल कम्पनीमा छोड्ने डिसिजन गर्छु। किनभने अहिले कम्पनीमा काम नपाएर यस्तो तनाव भएको छ केटाहरू। अहिले कम्पनीमा डाइरेक्ट काम चाहिँ छोडेर होइन उहाँ सेल्टरमा बसेको छ। अनि सेल्टरमा बसेपछि चाहिँ अफिसमा खोज्दै जाँदाखेरि चाहिँ कम्पनीमा काम पाएकै छैन क्या। यसरी नियम यस्तो छ भनेपछि 9 महिना 3 महिनामा चाहिँ कम्पनीमा काम पाएन भने चाहिँ नेपाल पठाइदिइहाल्छ कि। त्यस्तो नियम छ। अनि सेल्टरमा बस्यो भने चाहिँ सेल्टर भनेको कम्पनी छोडिसकेपछि साइन लेटर मागिसकेपछि सेल्टर गएर बस्नुपर्छ है। काहीँ न काहीँ त गएर बस्नु पऱ्यो। अनि त्यहाँ बसेर अनि यताउता बुझ्नुपर्छ। त्यस्तो गऱ्यो भने चाहिँ 3 महिनामा कति 1.5 महिना जति त पालै आउँदैन अरे के। यसको मतलब मान्छेहरू पहिला यति धेरै लाइन छ कि है त्यो पालै आउँदैन अरे के 1 महिनासम्म त। सो पुरानोहरूलाई दिन्छ, हाम्रो चाहिँ पालै आउँदैन अरे के। अनि 1 महिना गरिसकेपछि बल्ल हाम्रो अनि यताउता पाला आउँछ भन्दै थियो है, हल्ला सुन्दै थियो। त्योभन्दा बरु है यताउता कन्ट्याक्टमा गयो भने त डाइरेक्ट यहाँदेखि छोड्ने, अब त्यहाँदेखि जोइन हुने है डाइरेक्ट त्यो सजिलो हुन्छ नि त। टाइम पनि बच्यो है। 1 महिना यताउता धाउनु त परेन। सो त्यही गर्ने प्लानिङ छ है गाइस। के गर्नु है अब यताउता म दाइहरू कम्पनीमा बुझ्छु, यताउता गर्छु है बुझ्छु। अनि त्यसपछि चाहिँ म चली फ्लास हान्ने विचार छु। मेरो कम्पनी युजाङ सानप हेमारुबाट है। के है भर्खर घाम लागेको थियो। अहिले त पुरा टन्टमपट्टि के हो पुरा आकाशै ढाक्ने गरी बादल लाग्यो त है। यस्तो अहिले पानी पर्छ कि क्या हो। अनि मैले वेदर हेरेको थिएँ, वेदरमा त पानी खासै त्यस्तो परेको छैन है। ल ट्याक्कै मेरो भात पनि के अरे मासु पनि थाक्यो। मैले भात खान्छु है गाइस। ओके गाइस। सो आजको भ्लग त अब यस्तै भइहाल्यो है। सुख दुःखको कुराहरू थोरै मिठो जानकारी आजको भ्लगमा चाहिँ तपाईँले सेयर गरौँ भनेर चाहिँ आजको भ्लग मैले गराएको हो गाइस। मेरो जिन्दगीमा के कस्तो चलिरहेको छ है यस्तै चलिरहेको छ मेरो जिन्दगीमा। सो तपाईँले थाहा पाइसक्नु भएको होला मेरो कम्पनीको कामहरू यताउता है। सबै तपाईँले थाहा पाइसक्नु भएको होला है। यस्तै छ मेरो जिन्दगी। डेली रुटिन भनेको अब त्यही बिहान उठ्यो बस्यो खायो है। बिहान 8 बजे उठ्छु अनि बेसी काम छ भने काममा जान्छु। अनि काममा गएपछि 5 बजे अथवा 6 बजेतिर आउँछु। आएपछि फेरि भात यताउता गरा 7-8 कति बज्छ। अनि त्यसपछि म खाएर सुतिहाल्छु है गाइस। अनि त्यही रिपिटै हुने हो। छुमालमा चाहिँ आजभोलि म कतै पनि गएको छैन, बाहिर कतै हिँडुल गरेको छैन। किनभने अब इनर्जी अलिकति लो हुँदै गएको इनर्जी है। तर अब चाहिँ म रेगुलर मैले भिडियो बनाउन कोसिस गर्छु। अब आजको भिडियो चाहिँ अब त्यस्तै भयो गाइस। आजको भिडियो चाहिँ छोटो मिठो जानकारी। तपाईँलाई के कस्तो लाग्यो तल कमेन्ट गर्नु होला। अनि यो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ, लाइक गर्न सक्नुहुन्छ, तल कमेन्ट गर्न सक्नुहुन्छ गाइस। त्यही हो। अबको नेक्स्ट भिडियोमा चाहिँ है उतापट्टि एउटा साथी आएको छ भनेको थियो, नयाँ साथी आएको छ भनेको थियो नेपालदेखि, यही वरिपरि कम्पनीको वरिपरि। सो को साथी आएको छ यताउता म भेटघाट गर्न जान्छु केटाहरूसँग। त्यही हो। अब अरू भ्लगमा त म उतातिर सोलतिर गएको पनि भिडियो मैले हाल्न ट्राई गर्छु। त्यही हो गाइस। अब आजको भ्लग यस्तै छ है गाइस। सो थ्याङ्क यू सो मच फर वाचिङ है। तपाईँहरूले सुरुदेखि अन्तिमसम्म मेरो भिडियो हेरेर साथ दिनुभएको सबैजना मेरो प्यारो लभली भ्युवर्स सब्सक्राइबरहरू सबैजनालाई थ्याङ्क यू। भिडियोलाई चाहिँ लाइक गर्नु नबिर्सिनु होला है गाइस। अनि तल कमेन्ट गर्नु होला है गाइस। सो यति भन्दै म आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त बाई, धन्यवाद, नमस्ते एन्ड have a good day.